नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जसलाई हामी प्रचण्ड भनेर पनि चिन्छौं, उहाँको रोचक आर्थिक विवरणको नालीबेली केलाउँदैछौं। सन् 2016 देखि सुरु भएर अहिले 2026 को सम्पत्ति शुद्धिकरण अनुसन्धानसम्म आइपुग्दा उहाँले सरकारलाई बुझाएको सम्पत्ति विवरण, मिडियाले बाहिर ल्याएका तथ्य र विशेष गरी पारिवारिक सम्पत्तिको नाममा देखिएको विरोधाभासले कसरी यति ठूलो विवाद निम्त्यायो भन्ने कुराको गहिरो विश्लेषण हामी गर्दैछौं। सुरु गरौं। एउटा राजनीतिज्ञले सार्वजनिक रूपमै बेचिसके भनेर घोषणा गरेको पुर्ख्यौली जग्गा ठीक 8 वर्षपछि अचानक कसरी फेरि देखा पर्ला? सुन्दालीको अनौठो लाग्छ नि, होइन र? तर मिडिया र आम नागरिकको ध्यान तानेको मूल विषय नै यही हो। सार्वजनिक पदमा बस्नेले सम्पत्ति विवरण सार्वजनिक गर्नु लोकतन्त्रमा एकदमै सामान्य कुरा हो। तर जब एउटै व्यक्तिको दुई फरक समयको विवरणमा यति ठूलो, बुझ्नै नसकिने अन्तर देखिन्छ, तब सुशासनमाथि नै गम्भीर प्रश्न खडा हुन्छ। आउनुहोस् यी विवरणहरूले वास्तवमा के भनिरहेका छन् अलिकति केलाएर हेरौं। सन् 2016 को सम्पत्ति विवरण अर्थात् सर्वहारा विद्रोही नेताको त्यो आधार रेखाबाट कुरा सुरु गरौं। सन् 2016 मा फर्केर हेरौं, जति बेला दाहालले प्रधानमन्त्रीको रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै हुनुहुन्थ्यो, उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण साँच्चै नै रोचक थियो। त्यति बेला उहाँलाई देशको इतिहासमै सुशील कोइराला पछिको दोस्रो सबैभन्दा गरिब प्रधानमन्त्री भनेर पनि खुबै चर्चा गरियो। यो तथ्याङ्कले त्यति बेलाको अवस्था एकदमै प्रश्न पार्छ। एकातिर दाहालसँग कागजमा मात्र 1 कट्ठा जग्गा र जम्मा 34 ग्राम सुन थियो, तर अर्कोतिर उहाँकै क्याबिनेट मन्त्री लाई हेर्ने हो भने उप प्रधानमन्त्री निधि र मन्त्री बोहरासँग करोडौंको सम्पत्ति, 100 तोला सुन र बिघाका बिघा जग्गा थियो। यो ठूलो अन्तरले दाहालको सर्वहारा विद्रोही नेताको छविलाई त्यति बेला निकै बलियो बनाएको थियो। सम्पत्ति यति धेरै कम देखिएपछि त्यति बेला केही शंकाहरू पनि उब्जिएका थिए। त्यसपछि दाहालले सार्वजनिक रूपमै एउटा महत्त्वपूर्ण स्पष्टीकरण दिनुभयो। उहाँले भन्नुभएको थियो, आफ्नो भागमा परेको 1.5 बिघा पुर्ख्यौली जग्गा पुरै बेचेर पार्टीलाई दान गरिसके। यहाँनिर ध्यान दिनुपर्ने एकदमै महत्त्वपूर्ण कुरा के छ भने उहाँले आफूसँग बाँकी रहेको त्यो 1 कट्ठा जग्गा र 3 तोला सुन आफ्नो नभए पत्नी सीता दाहालको नाममा रहेको पुर्ख्यौली सम्पत्ति मात्र भएको दावी गर्नुभएको थियो। र पछि गएर हो यही भनाइ नै विवादको सबैभन्दा ठूलो जड बन्न पुग्यो। अब कुरा गरौं सन् 2024 को सम्पत्ति वृद्धि र नयाँ विवरण सार्वजनिक भएको समयको। अब एकैचोटि सन् 2024 मा आउँ। राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नागरिक अगुवाहरूको चर्को दबाव परेपछि लामो समयदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई दाहालले फेरि निरन्तरता दिनुपर्ने अवस्था आयो। विवरण सार्वजनिक हुनु अघि हामी सबैको दिमागमा त्यही सन् 2016 को पुरानो आधार रेखा थियो, जहाँ उहाँको परिवारको नाममा जम्मा 1 कट्ठा जग्गा मात्र थियो। तर जब नयाँ विवरण आयो, त्यसले सबैलाई साँच्चै आश्चर्यमा पार्यो। यहाँनिर सबैभन्दा अचम्म लाग्दो कुरा के छ भने जग्गाको परिमाण अचानक बढेर 15 कट्ठा पुगेको छ र यो कुनै सामान्य वृद्धि पक्कै थिएन। यसमा चितवनको भरतपुर जस्तो महँगो र प्रमुख व्यावसायिक क्षेत्रमा रहेको 14 कट्ठा जग्गा र एउटा नयाँ घर अनि त्यो पहिलेकै 1 कट्ठा जग्गा समावेश थियो। जम्मा 1 कट्ठाबाट 15 कट्ठासम्मको यो छलाङ 8 वर्षको अन्तरालमा भएको निकै ठूलो र नाटकीय वृद्धि थियो। यसले सिधै मिडियाको ध्यान तान्यो। यसबाहेक अरू सम्पत्तिको कुरा गर्दा सन् 2024 को विवरणमा 5 तोला सुन र बैंक खातामा तलब भत्ताबाट जम्मा भएको 25 लाख रुपैयाँ नगद देखाइएको छ। ऋण, सवारी साधन वा कृषि पशुधन केही पनि देखाइएको छैन। तर यहाँनिर एउटा ठूलो विरोधाभास लुकेको छ। चाखलाग्दो कुरा के छ भने यो नयाँ थपिएको विशाल जग्गा र सुनलाई अझै पनि स्वर्गीय पत्नी सीता दाहालको नाममा रहेको पुर्ख्यौली अर्थात् पैतृक सम्पत्तिकै रूपमा राखिएको छ। जब नेताले आफ्नो सबै सम्पत्ति पहिल्यै बेचिसकेको दावी गर्नुभएको थियो भने यति धेरै पारिवारिक सम्पत्ति अचानक पुर्ख्यौली भन्दै कहाँबाट आयो त? हो, यही पारिवारिक सम्पत्तिको छिद्रले नै उहाँलाई विवादको केन्द्रमा ल्याइदियो। अब हेरौं यो गणितीय विरोधाभास, जहाँ तथ्याङ्कहरू पटक्कै मेल खाँदैनन्। जब मिडियाले यी दुई विवरणहरूलाई सँगै राखेर तुलना गर्यो, एउटा असम्भव गणितीय चित्र अगाडि आयो। एकातिर सन् 2016 को भनाइ छ, मैले सबै पैतृक जग्गा बेचेर पार्टीलाई नगद दान गरेँ, अनि अर्कोतिर सन् 2024 को विवरण छ, जहाँ 15 कट्ठा पुर्ख्यौली सम्पत्ति उल्लेख छ।
यहाँको सबैभन्दा महत्त्वपूर्ण बुन्दा यही गणितीय असम्भवता नै हो। यदि सन् 2016 मै सबै पैतृक जग्गा बेचेर सकिएको थियो र जम्मा 1 कट्ठा मात्र बाँकी थियो भने 8 वर्षपछि अचानक 14 कट्ठा नयाँ जग्गा कसरी पुर्ख्यौली सम्पत्तिकै रूपमा फेरि देखा पर्न सक्छ? यही मेल नखाने तथ्याङ्कले नै ठूलो सार्वजनिक विवाद र मिडियाको खोजीलाई जन्म दिएको हो। यो विरोधाभास कति गम्भीर थियो भन्ने कुरा ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीको यो भनाइले एकदमै प्रष्ट पार्छ। उहाँले भन्नुभएको छ, यो स्पष्ट छ कि या त उहाँले 2016 मा झुट बोल्नुभयो वा अहिले झुट बोल्दै हुनुहुन्छ। दुवै विवरण सत्य हुन सक्दैनन्। सुशासन र सार्वजनिक विश्वासको दृष्टिकोणले हेर्दा यो निकै महत्त्वपूर्ण भनाइ हो। सम्पत्तिको यो अप्राकृतिक उपस्थितिले नेताहरूको आर्थिक पारदर्शिता र इमानदारीमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदियो, जसले नागरिकहरूमा गहिरो अविश्वास पैदा गर्यो। यसपछि सुरु हुन्छ विरोध, हल्ला र खण्डनको श्रृङ्खला, अर्थात् विवादको उत्कर्ष। सम्पत्ति विवरणमा देखिएका यी अस्पष्टता र विरोधाभासहरू बिस्तारै सडकमा जनआक्रोशको रूपमा पोखिन थाले। विशेष गरी सन् 2025 मा भएको जेनजी आन्दोलनका क्रममा यसले उग्र रूप नै लियो। आन्दोलन सर्कँदै जाँदा दाहाल र उहाँका छोरीहरूको घरमा आगजनीका गम्भीर घटनाहरूसम्म भए। जनविश्वास गुम्दै गएको त्यही तनावपूर्ण समयमा पूर्व प्रहरी अधिकारी देवेन्द्र सुवेदीले एउटा सनसनीपूर्ण आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीको निवासबाट 2वटा ट्रकमा 2 करोड रुपियाँ गोप्य रूपमा अन्यत्र सारिएको दावी गर्नुभयो। पारदर्शी तथ्याङ्क नभएपछि यस्ता हल्लाहरूले आगोमा घिउ थप्ने काम गरे। तर यस बिन्दुमा घटनाक्रमलाई हामीले पूर्ण रूपमा निष्पक्ष भएर हेर्नु निकै जरुरी छ। दाहालको सचिवालयले यी सबै हल्लाहरूलाई कडा रूपमा खण्डन गरेको थियो। सचिवालयका तर्फबाट गोविन्द आचार्यले आधिकारिक रूपमै चुनौती दिँदै भन्नुभयो, हामी यस्ता आधारहीन आरोपहरूको सत्यता प्रमाणित गर्न सम्बन्धित सञ्चार माध्यमलाई चुनौती दिन्छौँ। उहाँहरूले ट्रकमा पैसा सारिएको र सुरक्षाकर्मीको दुरुपयोग गरिएको भन्ने आरोपलाई पूर्णतया चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएको बताउनुभयो। यसले के देखाउँछ भने जब आर्थिक विवरणहरू स्पष्ट हुँदैनन् तब प्रमाणित नभएका खतरनाक हल्लाहरूले सजिलै समाजमा ठाउँ पाउँछन्। अब कुरा गरौँ CIB को अनुसन्धान र जवाफदेहिताको खोजीबारे। यो टाइमलाइनलाई एकपटक ध्यान दिएर हेरौँ है त। यसले घटनाक्रम कसरी सडकको आन्दोलनदेखि राज्यको सर्वोच्च अनुसन्धान निकायसम्म पुग्यो भन्ने स्पष्ट देखाउँछ। सन् 2025 मा सुरु भएको जेनजी प्रदर्शन र आगजनीपछि त्यही वर्षको अन्त्यमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले स्थलगत अभिलेखीकरणको काम अगाडि बढायो। त्यसपछि यो विषयले झनै गम्भीर मोड लियो जब मार्च 2026 मा केन्द्रीय अनुसन्धान ब्युरो अर्थात् CIB ले औपचारिक रूपमै दाहाल लगायत 3 जना पूर्व प्रधानमन्त्रीहरूमाथि आधिकारिक अनुसन्धान सुरु गर्यो। यो नेपालको राजनीतिक इतिहासमै एउटा अभूतपूर्व कदम थियो। अब यो अनुसन्धान किन यति धेरै महत्त्वपूर्ण छ र यसले के अर्थ राख्छ भन्ने कुरा बुझौँ। पारिवारिक र पुर्ख्यौली सम्पत्तिको आवरणमा लुकाइएका प्रक्सी सम्पत्तिहरू ट्र्याक गर्नु कानुनी रूपमा अत्यन्तै जटिल काम हो। त्यसैले विशेषज्ञहरूले यो प्रक्रियामा कानुनको कठोरतापूर्वक पालना हुनुपर्ने कुरामा जोड दिएका छन्। CIB जस्तो व्यावसायिक संस्थालाई बिना कुनै राजनीतिक दबाव स्वतन्त्र रूपमा ब्याङ्क रेकर्ड र वित्तीय विवरणहरूको छानबिन गर्न दिनु एकदमै आवश्यक छ। यदि यसलाई राजनीतिक पूर्वाग्रह वा बदलाको हतियार बनाइयो भने यसले हाम्रा लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वासलाई थप कमजोर बनाउनेछ। अन्तमा एउटा गम्भीर प्रश्न बाँकी रहन्छ कि यो अभूतपूर्व अनुसन्धानले साँच्चै नेपालमा जवाफदेहिताको नयाँ मानक स्थापित गर्नेछ वा यो लामो राजनीतिक तानातानको अर्को एउटा अध्याय मात्र बनेर हराउनेछ। यो यस्तो गम्भीर प्रश्न हो जसले नेपालको सुशासनको भविष्यलाई नै निर्धारण गर्न सक्छ। यस व्याख्यात्मक सामग्रीमा हामीले तथ्य र प्रमाणहरूमा आधारित रहेर दाहालको सम्पत्ति विवादलाई प्रष्ट पार्ने प्रयास गर्यौं। यी विवरणहरू र यसमाथि भइरहेको गहिरो अनुसन्धानले आगामी दिनमा कस्तो नतिजा ल्याउनेछ भन्ने कुरा पक्कै पनि हामी सबैको लागि ठूलो चासोको विषय बनिरहनेछ।